देख्न हिचकिचाउनुहुन्न। मुलुक परिवर्तनको यात्रामा कसले गर्दैला भनेर कुर्ने होइन, विकल्प कुर्ने होइन, विकल्प बन्ने हो। केही साथीहरू तयार भएर बस्नु। हस्, भन्नुपर्ने भन्दा गर्नुपर्ने कामहरू धेरै छन् मेरा। तैपनि यो अवसरमा तपाईँहरूसँग दुई चारवटा कुरा भनेर यहाँबाट जाने विचार गरेको छु। फेरि पनि तपाईँहरूले गर्नुभएको अनवरत माया र विश्वासका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो सङ्गठनलाई मजबुत बनाउन सङ्गठनको विभिन्न तह र तबकामा बसेर काम गर्नुहुने राष्ट्रपा नयाँ दिल्लीका सम्पूर्ण साथीहरूलाई यो भव्य आयोजनाका लागि एकैपटक धेरै धेरै धन्यवाद दिन चाहन्छु। देशसँग जोड्ने यो सिलसिला कायम रहोस्, राष्ट्रपा परिवार विस्तृत बनोस्, मुलुकका लागि केही गर्ने दिन चाँडै आउँदैछ। त्यसैले प्रतीक्षा गर्नुहोला, साथमै रहनुहोला। हामीले केही खराब गलत गर्यौँ भने, केही हामीबाट कमजोरी भयो भने यहाँहरूले सल्लाह सुझाव विभिन्न माध्यमबाट दिनुहोला। हाम्रो कोसिस रहनेछ जुन 8 भरोसाका साथ तपाईँहरूले घरमा भनेर घन्टीमा भोट हाल्नुहोस् भन्नुभएको थियो, हामी तपाईँको शिर निहुराउने कुनै पनि गलत काम गर्ने छैन। म तपाईँहरूलाई वाचा गर्न चाहन्छु। सरकारको नियतमा कहीँ कतै शङ्का गर्नुपर्ने ठाउँ छैन। कहीँ कतै निर्णय बिग्रिएछन् भने हामीलाई सच्याउने अवसर पनि दिनुहोला, हामीलाई खबरदारी पनि गर्नुहोला। राष्ट्रपा समर्थकहरू केवल समर्थन मात्र गर्दैनन्, गलत भयो भने खबरदारी पनि गर्छन्। त्यो कुरा तपाईँहरूसँग सधैँ छ। राष्ट्रपाले आफ्ना समर्थक, आफ्ना सदस्यहरूसँग भएको यो अधिकारलाई कहिले पनि खोज्ने छैन। त्यसकारणले त्यही तपाईँको अधिकारको सदुपयोगका भरमा हामीले बाटो बिरायौँ भने हामीलाई ट्र्याकमा ल्याउनको निमित्त मद्दत गर्ने जिम्मेवारी पनि तपाईँको काममा दिँदै म यहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो माया, यो आतिथ्य, यो विश्वास कायम रहोस्। तपाईँहरूको स्वास्थ्य राम्रो होस्, तपाईँहरूको परिवारमा खुसियाली छाउन्, संसारभरिका देवी देउताले तपाईँको रक्षा गरून्। सबको जय घन्टी। धेरै धेरै धन्यवाद।